everyone, welcome back to my channel. फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। आज चाहिँ नि मेरो मुड दुईटा मुड भइरहेको छ। एउटा ह्याप्पी मुड बिकज अफ माई बेबी, एउटा स्याड मुड बिकज टुडे इज माई बर्थडे but nobody wish me. I am very sad. मेरो दिदी बहिनीले पनि कल गरेन, विश गरेन। हिजो राति 12 बजे फोन हेर्दै बसेँ, कसैको मेसेज आउँछ कसैको कल आउँछ भनेर 2-3 बजेसम्म। 2 बजेदेखि त नानी उठेर सुत्नु दिएन मलाई हो। एक त विश नगरेर टेन्सन मुड अफ भयो, कसले विश नगरेर। अहिलेसम्म मलाई अहिले कति बजे 10 बजिसक्यो, अहिलेसम्म मलाई कसले विश गर्यो भने सुभाग्यले मात्रै विश गर्यो कि बिहानै आएर हो। अरू त कसले विश गरेको छैन, न बुढाले विश गर्यो न मेरो दिदी बहिनीले कल गरेर विश गर्यो। साथीभाइहरूले त के गर्नु, अब साथीभाइ पनि छैन भन्दा पनि हुन्छ, अब भएकोले त यादै गर्थेनन्, के गर्नु होइन। मुड अफ भएर फेस पनि यस्तो भइरहेको छ। मेरो नानी रातभरि सुतेको छैन। के भयो भयो